हेलो साथीहरु, वेलकम टु माई च्यानल। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम ठिक छु। र आज चाहिँ म यस भिडियोमा अहिले पछिल्लो समयमा क्रोएसियामा धेरै नै डिमान्ड हुने 10 वटा कामहरुको बारेमा म जानकारी दिन गइरहेको छु। साथै स्यालेरीको बारेमा पनि हैन, कमाइ चाहिँ त्यो कामहरुमा चाहिँ कमाइ कतिसम्म गर्न सकिन्छ भनेर पनि म भन्न गइरहेको छु। यदि तपाईहरु पनि क्रोएसियामा वर्किङ भिजामा आउन लागिरहनु भएको छ अथवा आउने सोचमा हुनुहुन्छ र क्रोएसियामै हुनुहुन्छ भने पनि आजको यस भिडियो चाहिँ धेरै नै इन्फर्मेटिभ हुन सक्छ। त्यसैले भिडियोमा अन्तिमसम्म रहनु होला है त। र अहिले पछिल्लो समयमा युरोपेली देश क्रोएसियामा वर्किङ भिजामा चाहिँ धेरै साथीहरु चाहिँ आइसक्नु भएको छ र धेरै साथीहरु चाहिँ अहिले आउने सोचमा हुनुहुन्छ होला र कतिपय साथीहरु अहिले प्रोसेसिङ गरेर बसी पनि रहनु भएको छ। र धेरैजना साथीहरुले सोधिरहनु भएको हुन्छ मलाई हैन, यो क्रोएसियामा चाहिँ कुन काममा आउँदा चाहिँ एकदम बेस्ट होला हैन, यो कुन काममा चाहिँ 12 महिनासम्म चल्ने कामहरु जस्तो होला, सिजनल कामहरु नभएको र कमाइ पनि अलिकता हुने खालको कामहरु चाहिँ के होला, धेरै डिमान्ड हुने कामहरु चाहिँ के होला भनेर चाहिँ कतिपय साथीहरुले सोधिरहनु भएको हुन्छ। र यसको बारेमा भन्नुपर्दा चाहिँ पहिलो नम्बरमा एकदम धेरै डिमान्ड हुने कामहरु भनेको चाहिँ निर्माण क्षेत्रको काम हो हैन। यो चाहिँ अब जसमा चाहिँ भवन निर्माणहरु पर्छ हैन, यो बिल्डिङहरु बनाउने र त्यसैगरी रोड निर्माणहरु भयो, रोडहरु बनाउने, त्यो टाइलहरु बिछ्याउने हुन्छ हैन, प्लास्टर गर्ने, पेन्टिङहरु गर्ने, यस निर्माणमा पर्छ। र यो निर्माण क्षेत्रको कामहरु पनि हैन धेरै डिमान्ड छ है क्रोएसियामा र धेरैजना साथीहरु चाहिँ आइरहनु भएको छ र यो चाहिँ 12 महिनासम्म पनि चल्छ प्राय जसो कामहरु। र कतिपय कुनै कामहरु मात्रै हो, सी साइडतिर हुने कामहरु मात्रै हो यो चाहिँ सिजनल हुने, नत्र यो निर्माण क्षेत्रको कामहरु नत्र प्राय जसो 12 महिनासम्म चल्ने कामहरु हो। र तलब पनि धेरै राम्रो हुन्छ है निर्माणमा चाहिँ, फिजिकल कामहरु भएर होला हैन, तलब एकदम राम्रो हुन्छ। जसमा चाहिँ अब बेसिक नै अब यो 1200 देखि 2000 भन्दा माथि पनि कमाउन सक्नुहुन्छ तपाईहरुले। तर यो चाहिँ एजेन्सीमा आउँछ है, तपाईहरु चाहिँ एजेन्सीको अन्डरमा हुनुहुन्छ भने चाहिँ अब त्योभन्दा कम पनि होला। तर तपाईहरु यदि डाइरेक्ट कम्पनीमा हुनुहुन्छ भने चाहिँ हैन, यो चाहिँ 1200 प्लस नै हुन्छ स्यालेरी चाहिँ, 1200 भन्दा माथि। अब तपाईहरुले त्यो चाहिँ अब ओभर टाइम कति हुन्छ हैन, कति कम्पनीले दिन्छ, कामहरु कस्तो हुन्छ भन्नेमा भर पर्छ। अब कमाउनेले चाहिँ अब 2000 त्योभन्दा माथि पनि कमाइरहेको हुन्छ है। तर यो अब नेपालीको केसमा चाहिँ अब खानु पर्यो, यताउता गर्नु पर्यो। तपाईहरुले नर्मली अब कन्स्ट्रक्सनमा चाहिँ राम्रो पर्यो भने तपाईहरु 1500 1300 चाहिँ मस्त तपाईहरुले सेभ गर्न सक्नुहुन्छ है। यो अब यतैको केसमा चाहिँ अब स्थानीयहरुलाई चाहिँ अलिकति बढी दिन्छ हैन पैसा, जसमा चाहिँ उनीहरुले चाहिँ 1200 2000 भन्दा माथि पनि कमाउँछ। तर नेपाली केसमा चाहिँ त्यही हो, म्याक्सिमम तपाईहरुले 1500 सम्म चाहिँ तपाईले मस्त कमाउन सक्नुहुन्छ कम्तीमा पनि है। यो कम्पनी राम्रो पर्दै भने चाहिँ र घटीमा चाहिँ तपाईहरुले 1200 प्लस नै कमाउनुहुन्छ, कन्स्ट्रक्सनमा चाहिँ राम्रो हुन्छ है एजेन्सीको अन्डरमा छैन भने चाहिँ। र त्यसैगरी अर्को भनेको वेल्डिङको काम है, यो फलामहरु वेल्ड गर्ने हैन, जसमा चाहिँ अब यो बिल्डिङहरुको लागि पनि खोज्छ। त्यसैगरी अब जाँचहरु हैन, यो पानी जाँचहरु वेल्डिङ गर्ने त्यस्तोहरुको लागि पनि खोज्छ, यो वेल्डिङ गर्नको लागि हैन। र यो अरु धेरै जति पनि ग्रिलका कामहरु हुन्छ यो यिनीहरुमा खोज्छ है, यो राम्रो माग्छ। र यिमा पनि अब तपाईहरु कम्पनीमा डिपेन्ड हुन्छ यो पनि हैन। र यो पनि 12 महिनासम्म चल्ने कामहरु मध्ये एक हो वेल्डिङ पनि, जसमा चाहिँ तपाईहरुले 1500 देखि 2500 सम्म आरामले कमाउन सक्नुहुन्छ। तर यो चाहिँ मैले फेरि पनि भने कम्पनीमा डिपेन्ड हुन्छ, एजेन्सीको अन्डरमा तपाई हुनुहुन्छ भने चाहिँ त्यति नकमाउला हैन। अब जस अब एजेन्सीको अन्डरमा छैन भने चाहिँ तपाईले राम्रै कमाउनुहुन्छ है, यो पनि 1500 भन्दा माथि नै कमाउनुहुन्छ वेल्डिङहरुमा, एकदम राम्रो छ। त्यही तपाईहरु अब राम्रो सिप छ, वेल्डिङ सम्बन्धी केही जानकारी छ भने चाहिँ तपाईहरु एप्लाई गरेर आउन सक्नुहुन्छ। र त्यसैगरी अर्को भनेको होटल रेस्टुरेन्ट, जुन चाहिँ क्रोएसिया चाहिँ एउटा टुरिज्म प्लेस भएकोले गर्दाखेरि हैन, टुरिज्म कन्ट्री भएकोले गर्दाखेरि होटल रेस्टुरेन्ट चाहिँ धेरै नै खुल्छ। तर दुःखको कुरा चाहिँ फेरि धेरै जस्तो 80% होटलहरु चाहिँ सिजनल कामहरु हुन्छ, जसमा चाहिँ जुन चाहिँ अब 6 महिनापछि चाहिँ कामहरु चेन्ज गर्नुपर्ने हुन्छ। तर अहिले पछिल्लो समयमा चाहिँ अब नियमहरु चाहिँ सरकारले परिवर्तन गरेकोले गर्दाखेरि अब कामहरु अब चेन्ज गर्दा पनि समस्या नहुने भनेर चाहिँ एउटा नियम पनि ल्याएको छ हैन। र यो सिजनल काममा आउनेहरुलाई प्रत्येकलाई चाहिँ 3 वर्षको टीआरसी कार्ड दिनुपर्छ भन्ने एउटा नियम पनि आएको छ। अब यो कहिलेबाट लागू हुन्छ थाहा छैन, लागू चाहिँ भइसकेको छ भन्नु चाहिँ हैन, नियमले चाहिँ लागू भइसकेको छ भनेर चाहिँ भनेको छ। तर अब यो चाहिँ कहिलेदेखि दिन्छ यो चाहिँ मलाई थाहा छैन है, यो सायद कतिपय साथीले पाइ पनि सक्नुभयो होला। र यो होटल लाइनमा क्रोएसियामा धेरै नै डिमान्ड छ। सबभन्दा यो फरेनर वर्करहरु आउने भनेको होटल लाइनमा नै हो है। र जसमा चाहिँ अब वेटरहरु भयो, वेट्रेसहरु भयो, त्यसैगरी अब किचन हेल्परहरु भयो, कुकहरु भयो, हाउसकिपिङ, विशेष गरी चाहिँ केटीहरु चाहिँ हैन हाउसकिपिङमा चाहिँ आउँछ है लेडिजहरु चाहिँ। र त्यसैगरी यो कुकहरु पनि हैन, यी तपाईहरु राम्रोसँग हैन यो
कुकिङ आउँछ भने त्यस्तो कुकहरू भयो किचन हेल्पर यस्तोहरूमा चाहिँ धेरै खोजिरहेको हुन्छ र वेटर वेट्रेसहरूमा। तर वेटर वेट्रेसमा चाहिँ अलिकति कमै खोज्छ किनकि अब यहाँको भाषाहरू चाहिँ जान्नुपर्ने हुन्छ है, कि त इङ्ग्लिस राम्रो बोल्नु पऱ्यो कि त भाषाहरू जान्नु पऱ्यो। अलिक कम चान्स हुन्छ, आउनु चाहिँ आउँछ तर अलिकति कम चान्स हुन्छ। तर विशेष गरी लेडिजहरू आउने भनेको चाहिँ हाउसकिपिङ हो र केटाहरू चाहिँ किचन हेल्पर त्यसै गरी कुकहरूमा चाहिँ धेरै आइरहेको हुन्छ है। र स्यालेरी पनि राम्रो हुन्छ है यो होटलहरूमा। अब तपाईँहरूको यो 1100 देखि 2000 प्लस त्योभन्दा माथि पनि कमाउन सक्नुहुन्छ। र यो होटल चाहिँ सिजनल काम भएकोले गर्दाखेरि तपाईँहरू यो र म आफैले पनि पहिला गरेकोले गर्दाखेरि चाहिँ होटल लाइन चाहिँ राम्रो हुन्छ कमाइको हिसाबले चाहिँ सिजनल काम भए तापनि कमाइ चाहिँ एकदम राम्रो गर्न सक्नुहुन्छ। तपाईँले अब होटलमा नै अब खाने बस्ने सबै सुविधा दिएको हुन्छ र अब त्यो होटलमा बस्ने भनेको पुरै क्यास है एकदम चोखो बचिन्छ होइन, नेपाली भाषामा भन्नुपर्दा चोखो बचिन्छ। र होटल लाइनमा चाहिँ राम्रो कमाइ हुन्छ। तपाईँ सिजनमा चाहिँ अब मन्थली 1300, 1400, 1600 युरोसम्म गजबले कमाउन सक्नुहुन्छ। होटलमा डिपेन्ड हुन्छ, राम्रो होटल पढ्यो भने राम्रो कमाउन सक्नुहुन्छ। तर एजेन्सीको अन्डरमा यहाँ पनि एजेन्सी नै डिपेन्ड हुन्छ है। तर तपाईँ एजेन्सीको अन्डरमा काम गरिरहनु भएको छ भने चाहिँ एजेन्सीले चाहिँ केही पैसा खाइदिन्छ, त्यति कमाइ चाहिँ नहुन पनि सक्छ है। र त्यसै गरी र अर्को भनेको यो फ्याक्ट्री उत्पादनको काममा पनि धेरै मागिरहेको हुन्छ है, जसमा चाहिँ अब खाद्य उत्पादन हुनसक्छ होइन। अब यो खानेकुराहरू, त्यसै गरी अर्को भनेको अटो पार्ट्स, यो गाडीको पार्ट्स, हरेक यो इन्जिनहरू हुन्छ होइन, पार्ट्सहरू त्यसको उत्पादन नै हुन्छ, जे पनि हुनसक्छ फ्याक्ट्री भन्ने बित्तिकै। र अर्को भनेको प्याकेजिङहरू, अब त्यो फ्याक्ट्रीहरूमा चाहिँ अब प्याकिङ गरेर अरू देशमा सप्लाई गर्ने, अरू ठाउँमा सप्लाई गर्ने त्यस्तो कामहरू पनि हुनसक्छ है। र यी कामहरू चाहिँ फ्याक्ट्री उत्पादनमा हुन्छ र यो कामहरू पनि 12 महिनासम्म चल्छ है प्रायः जसो। र जसमा चाहिँ अब यदि तपाईँ आउनु चाहनुहुन्छ भने होइन यो राम्रो नै हुन्छ। र स्यालेरीको कुरा गर्नुपर्दा चाहिँ 1100 देखि 1700 युरोसम्म तपाईँले कमाउन सक्नुहुन्छ। र यो चाहिँ कम्पनीमा डिपेन्ड हुन्छ। अब राम्रै कम्पनी छ भने अझ बेसी पनि हुनसक्छ होइन। अब ओभर टाइमहरू कति पाउँछ यी कुराहरूमा डिपेन्ड हुन्छ है। अब परली कति पे गरिरहेको हुन्छ यसमा डिपेन्ड हुन्छ। र यदि तपाईँहरू चाहिँ अब एजेन्सीको अन्डरमा हुनुहुन्न भने चाहिँ राम्रो कमाउनुहुन्छ। र एजेन्सीको अन्डरमा तपाईँ पढ्नुभयो भने चाहिँ अब एजेन्सीले चाहिँ केही पैसा खाइदिन्छ है, अब त्यति पनि नकमाउन सक्ला। तर नर्मल्ली 1100 देखि 1700सम्म चाहिँ होइन यो राम्रो कम्पनी परेको छ भने चाहिँ तपाईँले कमाउन सक्नुहुन्छ है। र अर्को भनेको चाहिँ 5 नम्बरमा अर्को भनेको चाहिँ गोदाम कर्मचारी है। यो चाहिँ अब सामानहरू प्याकिङ गर्नुपर्ने हुन्छ जसमा चाहिँ होइन। त्यसै गरी अर्को भनेको चाहिँ अर्डरहरू तयार गर्नुपर्ने हुन्छ। अर्डरहरू आउँछ धेरै कन्ट्रीहरूबाट अथवा धेरै ठाउँहरूबाट अर्डरहरू आउँछ होइन। यो यति सामान चाहियो भनेर होइन त्यो अर्डर हेरेर चाहिँ पठाउनु पर्ने हुन्छ। र त्यसै गरी अर्को भनेको फोर्कलिफ्टर अपरेटर पनि खोज्छ है। यो भनेको चाहिँ अब ठुल्ठुलो सामानहरू हुन्छ वेयर हाउसतिर होइन, माथि राखेको हुन्छ, तल हुन्छ, यताउता सार्नुपर्ने हुन्छ, गाडी जस्तै हो त्यो चालक पनि खोजिराखेको हुन्छ। र जसको लागि चाहिँ तपाईँहरूसँग यो हेभी ट्रकको होइन हेभी ड्राइभरको यदि ड्राइभिङको चाहिँ लाइसेन्स छ भने चाहिँ तपाईँको लागि चाहिँ एकदम प्लस पोइन्ट हुनसक्छ। तर अब यो नभए पनि हुन्छ यदि भइदियो भने चाहिँ भन्ने कुरा हो जसको लागि चाहिँ। र स्यालेरी पनि राम्रै हुन्छ है यो गोदाम कर्मचारीको लागि होइन। यो 1200देखि तपाईँहरूले 1900-1800सम्म चाहिँ मस्त कमाउन सक्नुहुन्छ। र यो पनि कम्पनीमा डिपेन्ड हुन्छ, कति ओभर टाइम पाउँछ, अब कति चाहिँ होइन अब कम्पनीले पर आवरले कति पे गरिरहेको हुन्छ भन्ने कुरा चाहिँ यो कम्पनीमा नै डिपेन्ड हुन्छ है। अब यति पनि नहुनसक्छ भन्नुहुन्छ। तर कम्पनी राम्रो भइदियो भने चाहिँ तपाईँले 1200देखि 1900 युरोसम्म चाहिँ तपाईँले राम्रो कमाउन सक्नुहुन्छ। र यो चाहिँ लगभग 80% यो चाहिँ सिजनल काम चाहिँ होइन, यो चाहिँ 12 महिनासम्म चल्ने कामहरू अन्तर्गत नै पर्छ है। र अर्को भनेको ट्रक चालक है, यो जसको लागि चाहिँ लाइसेन्स चाहिँ अनिवार्य नै हुन्छ होइन ट्रकको लागि। र एकदम राम्रो है, यो चाहिँ एकदम हाई स्यालेरी हुन्छ ट्रक चालकको लागि। अब जसको लागि चाहिँ तपाईँहरू अब यहाँ स्थानीय पनि पर्न सक्नुहुन्छ, एकदेखि यो क्रोसियाभित्र पनि होइन यो ड्राइभिङहरू गर्नुपर्ने हुन्छ, अथवा यो चाहिँ अन्तर्राष्ट्रिय पनि पर्न सक्छ। यो यताको कम्पनीहरू चाहिँ प्रायः युरोपभरि नै सप्लाई गर्छ कम्पनीहरूले चाहिँ यहाँको प्रडक्टहरू, त्यसैले अन्तर्राष्ट्रिय पनि हुनसक्छ है। अब क्रोसियामा नि पर्न उयो भयो होइन, पर्न सक्ने भयो, तर अन्तर्राष्ट्रिय पनि हुन सक्ने भयो। र स्यालेरी चाहिँ एकदम बेस्ट नै हुन्छ यो ट्रकहरूको लागि चाहिँ 2000देखि 3000सम्म तपाईँले मस्त कमाउन सक्नुहुन्छ। र अब यो पनि अब एजेन्सीको अन्डरमा छैन भने कम्पनीको अन्डरमा छ भने चाहिँ होइन तपाईँले यति कमाउन सक्नुहुन्छ। अब एजेन्सीको अन्डरमा छ, अब स्यालेरीहरू पनि अलिक कम पे गरिरहेको छ भने तपाईँले अब कम नै कमाउन सक्नुहुन्छ है। अब यति चाहिँ नहोला। र नेपालीको केसमा यो ड्राइभिङमा पनि तपाईँहरूले कम्तीमा पनि होइन 1200-1300 युरोदेखिको
15-16 सयसम्म चाहिँ तपाईँले आरामले कमाउन सक्नुहुन्छ हेभी ड्राइभरमा है। तपाईँहरूसँग यदि लाइसेन्स छ भने चाहिँ राम्रो कमाउनुहुन्छ। नेपाली केसमा भने 12-13 सयदेखि यो 15-16 सयसम्म चाहिँ तपाईँले कमाउन सक्नुहुन्छ है। र अर्को भनेको चाहिँ यो केयर गिभर है। यो केयर गिभर पनि यो क्रोएसियामा चाहिँ पछिल्लो समयमा आइरहेछ। केयर गिभरमा पनि अब जसमा चाहिँ वृद्धहरूको होइन वृद्धहरूको चाहिँ अब हेरचाह गर्नुपर्ने हुन्छ। त्यसै गरी स्वास्थ्य सेवाहरू चाहिँ दिनुपर्ने हुन्छ होइन। अलिकति मेडिकल सम्बन्धी नलेज छ भने चाहिँ अलिकति बेस्ट हुन्छ यसमा। र यो केयर गिभरमा पनि राम्रो हुन्छ स्यालेरी। अब 1100 नै स्टार्ट हुन्छ यो पनि होइन। अब यो पनि अब कम्पनीमा डिपेन्ड हुन्छ है। कम्पनी अथवा त्यो मान्छेहरूमा पे गर्नेमा डिपेन्ड हुन्छ र एजेन्सीको अन्डरमा छैन भने, न त त्योको अन्डरमा छ भने चाहिँ मैले बार यही भनिरहेको छु है। यहाँनिर अब कम्पनीहरूले राम्रो पे गरे पनि एजेन्सीहरूले खाइदिन्छ। त्यो भएर गर्दाखेरि अब त्यो गर्दा पनि होइन अब 1100 बेसिक छ भने पनि होइन तपाईँहरूको अब त्यो आउने भनेको 800-900 अनि 1000 त्यस्तो हो कि। त्यो भएर गर्दाखेरि यदि यो एजेन्सीको अन्डरमा छैन भने चाहिँ होइन डाइरेक्ट कम्पनीमा छ भने चाहिँ तपाईँले खाएर बसेर पनि होइन 1000-1100 चाहिँ तपाईँले सेभ गर्न सक्नुहुन्छ क्या। यो चाहिँ होइन यो चाहिँ कम्पनीमा डिपेन्ड हुन्छ है। त्यो भएर यो केयर गिभरमा पनि राम्रो नै हुन्छ। र अर्को भनेको यो इलेक्ट्रिसियन पनि राम्रो यो माग छ है क्रोएसियामा। र इलेक्ट्रिसियनमा चाहिँ अब के गर्नुपर्छ भन्दा अब यो बिल्डिङहरूको चाहिँ उयो गर्ने होइन वायरिङहरू गर्ने यो चेक गर्ने हेर्नेहरू औद्योगिक यो विद्युतहरू हेर्ने होइन यो फ्याक्ट्रीहरूको। त्यसै गरेर निर्माण क्षेत्रमा चाहिँ निरन्तर यो चाहिँ माग भइरहेकोले गर्दाखेरि होइन यो इलेक्ट्रिसियन पनि राम्रै माग छ है। यो र तलब पनि इलेक्ट्रिसियनहरूको चाहिँ यो क्रोएसियामा पनि राम्रो छ। अब यहाँ पनि अब राम्रै कम्पनी पढ्दै भने होइन अब यो पनि 1200देखि नै यो माथि नै तपाईँले कमाउन सक्नुहुन्छ। यो पनि राम्रो कम्पनी पढ्दै भने है। र त्यसै गरेर अर्को भनेको प्लम्बरको काम है। यो प्लम्बिङको कामहरू पनि यो क्रोएसियामा धेरै नै माग भइरहेको हुन्छ र धेरै साथीहरू आइ पनि रहनु भएको छ। र जसमा चाहिँ अब यो पाइपहरू सम्बन्धी काम गर्नु पर्यो। त्यसै गरी अब यो अरू जति पनि प्लम्बिङको कामहरू हुन्छ कन्स्ट्रक्सन क्षेत्रमा यो कामहरू चाहिँ गर्नुपर्ने हुन्छ। र प्लम्बरहरूलाई पनि धेरै राम्रो छ स्यालेरी है। यो पनि तपाईँले 1200+ नै तपाईँले कमाउन सक्नुहुन्छ। माथि नै कमाउन सक्नुहुन्छ एजेन्सीको अन्डरमा छैन भने र कम्पनी राम्रो पढेको छ भने यो पनि राम्रो तपाईँले कमाउन सक्नुहुन्छ है प्लम्बिङको कामहरू पनि। र तपाईँहरूलाई चाहिँ प्लम्बिङ सम्बन्धी कामहरू थाहा छ भने पनि तपाईँहरू आउन सक्नुहुन्छ। र त्यसै गरेर अर्को भनेको क्लिनिङको काम है। यो चाहिँ यो नेपालीहरू मोस्टली आउने भनेको क्लिनिङमा है। यो कन्स्ट्रक्सन लाइन क्लिनिङ अनि त्यसै गरेर यो अरू फ्याक्ट्रीहरूको कामहरूमा चाहिँ नेपाली चाहिँ धेरै आइरहेको हुन्छ। अनि होटलको कामहरूमा है। त्यसै गरी यो क्लिनिङ पनि पर्छ जसमा चाहिँ अब होटलहरू पर्न सक्छ, अस्पताल पर्न सक्छ, यो कार्यालय अथवा अरू संस्थाहरू पर्न सक्छ होइन। र यो क्लिनिङको काममा यो सजिलो काम पनि भयो र स्यालेरी पनि राम्रै हुन्छ। यो 1000देखि 1500सम्म चाहिँ तपाईँले आरामले कमाउन सक्नुहुन्छ। र यो पनि होइन यो कम्पनीमा डिपेन्ड पर्यो। अब राम्रो कम्पनी पढेको छ भने त 1200-1300 गजबले कमाउन सक्नुहुन्छ होइन। अब यदि एजेन्सीको अन्डर त्यस्तो छ भने चाहिँ तपाईँले अब त्यस्तै हो कम्पनी हेरेर 800-900 1000-1100सम्म तपाईँले कमाउन सक्नुहुन्छ है। र यस्तै हो साथी हो। मैले चाहिँ आज हजुरहरूलाई 10वटा क्रोएसियामा मस्ट यो डिमान्ड भएको यो कामहरूको बारेमा मैले जानकारी दिएँ। जसमा चाहिँ अब धेरै कामहरू थियो होइन। र मोस्टली तपाईँले यो कामहरूबाट कमाउने भनेको चाहिँ एभरेजमा यसरी बुझ्नुहोस् 1000देखिको 1500सम्म चाहिँ तपाईँले आरामले तपाईँले कमाउन सक्नुहुन्छ। तपाईँहरू एजेन्सीको अन्डरमा हुनुहुन्न भने चाहिँ है। र त्योभन्दा बढी पनि तपाईँले कमाउन सक्नुहुन्छ। र यस्तै हो मैले चाहिँ यो भिडियोमा यी 10वटा कामहरू सेयर गरेँ। यदि तपाईँहरू पनि क्रोएसियामा आउने सोचमा हुनुहुन्थ्यो र आउन लागिरहनु भएको थियो भने आजको यस भिडियो चाहिँ केही इन्फर्मेटिभ भयो होला भन्ने मैले आशा गरेको छु होइन। मैले आशा राखेको छु। भिडियोमा अन्तिमसम्म रहनुभयो धेरै धेरै धन्यवाद। र यस्तै थप जानकारीमूलक भिडियोहरूको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक गरिदिनु होला। ओके सी यु इन नेक्स्ट भिडियो। बाई।